आशा पनि दिदीले हालेको रहेछ के छ्यामा अस्ति राम्रो अस्तिको भिडियो अनि के भने त बुहारीले त राम्रो लाग्यो आशा पनि दिदीले हालेको रहेछ सबैजनालाई नमस्कार। आज हाम्रो रामबजार पुन समाज भवनमा बधाई तथा सम्मान कार्यक्रम छ। त्यसको लागि म जाँदैछु रामबजार पुन समाज भवनतिर। मेरो बुढो आउँदै हुनुहुन्छ, बुढाबुढी जाने। ल म रामबजार पुन समाज भवनमा आइपुगेँ। नारायण नारायण लौ माथि हुनुहुन्छ सबैजना अब सिटिङ एरेन्जमेन्ट गरियो ओहो साथीहरू सबैजना आइसक्नु भएछ। म त ढिलो भयो, ल माफ गर्नु होला है, माफ गर्नु होला। गाली गर्नु नहोला, गाली नगर्नु होला। होइन आजको बिहानको नास्ता त चटपट हो र साथी हो? आजको बिहानको खाजा चटपट। आज नौलो बनाएछन् है साथीहरूले, नौलो बनाएछन्। ठिक छ ठिक। चटपटको खाजा, आजको खाजा चटपट, आज नौलो खाजा। छ्यामा खानुभयो तपाईँले? मिठो भयो। मिठो भयो? खाइसक्नु भयो र? मिठो भयो? मैले त राङ्गा गएको हालिदिन्छ र आज नौलो खाजा मिठो छ नि। आशा पनि दिदीले हालेको रहेछ के छ्यामा अस्ति राम्रो अस्तिको भिडियो अनि के भने त बुहारीले त राम्रो लाग्यो आशा पनि दिदीले हालेको रहेछ। हेरे दिदी रङ्गमा डुल्नु, साथीसित बिगाउनु, जानु आनु हुन्छ हो त नि। सकेसम्म हो नि त होइन छ्यामा? अब हिँड्नुपर्छ के, अब मरेर गयो त गयो सिद्धि हो। मिठो भयो मिठो भयो। दाइ तपाईँले खानुभयो र? खायो? खाना गरेर खानु सकिएन, छिटो सकियो। अलि थपी खानु। दिदीहरूले खानुभयो र? ए खाजा खाइयो भाइ? खाइयो, चटपट खाइयो। अब मासु पाक्ला छ। दाँत नभएको मान्छेले चबाइदिने ल्याउनु पर्छ नि त। तिम्रो साली खोइ? साली अस्ति त साली भेटेर खुब खाना पनि खुब मिठो भयो भनी खाएको थियौ त। ल यहाँ मासु पाक्दैछ, कुखुराको मासु होइन, लोकल कुखुरा। दाइ तपाईँले खानुभयो र खाजा? खाइसक्यो म। धन्यवाद। आज आमाले नौलो किजरको के भन्छ सनेक बनाउनु भएछ, धन्यवाद छ। ल ल ल कहिले कहिले ठिक छ कि होइन यस्तै। कोक खानेले कोक खाऊ, स्प्राइट खानेले स्प्राइट खाऊ। सबैजनाले खानुभयो खाजा? खाजा सबैजनाले खानुभयो? भाइले खानु भएन र भाइ खाजा? ल भर्खर आउनुभएको कार्यक्रम सिद्धिन्छ अनि फेरि भात खाने। आज चाहिँ आएन कि एक दुई दिन पहिला आउँथ्यो खरखर फोन गरेको नि किन आएन? तपाईँले खानुभयो र? अब थाल नाच्ने हो यो खाएर। खानेको दिन चाहिँ आज खानै पर्ने हो। खाने खै थाल खै। धन्यवाद। अब नाच्नुपर्छ। तिमीले खायौ? खाजा खायौ? आज नौलो खाजा खाइयो, सबैजना खुसी छन्। यस्तो नौलो खाजा खानु पायो भनेर सबैजना खाजा बनायो। नौलो खाजा बनाएको राम्रै भएछ है। सबै बुढाबुढी, तरुणी तन्नेरी बा आमा सबैलाई मिल्ने खालको खाजा भएछ। त्यसकारण सबैले खाए। मिठो भयो भनेछन्, राम्रो भयो भनेछन्। अर्कोचोटि पनि
पुरी तरकारी भन्दा यो ठिक भयो भन्ने एकदम पुरी तरकारी भन्दा एकदम यो राम्रो भन्ने कुराहरू आएको छ। लाल ध्यानमा दिनुपर्ने विचार गरौँला। नन भेजमा नन भेजलाई 1 गुण्टा सपेटा चाल दिए पद्धत दाइ आइपुग्नु भयो। नारायण फुपू नारायण सेनु ल माथि खाजा फुपूलाई यहीँ ल्याइदिने। हामी त खाजा पनि खायौँ। माइलालाई पनि ल्याइदेऊ एउटा खाजा। आज पनि भनेको जी प्रजलदेखि सभालाई अगाडि बढाउँदै आजको विशेष बधाई तथा शुभकामनाको लागि थियो, जो कि हाम्रो यस समाजदेखि अगाडि बढ्दै नगर कमिटी साथै केन्द्रीय कमिटीमा नियुक्त हुनुभएका उहाँहरूलाई आजसम्म हामीले सम्मान गरिएको थिएन, जो कि अहिलेको समितिले र अध्यक्षको अग्रताले गर्दाखेरि आजदेखि भन्नाले यस समयदेखि अबदेखि जति पनि नगर कमिटी प्लस केन्द्रीय कमिटीमा नियुक्त हुनुहुन्छ उहाँहरूलाई केही नभए पनि हाम्रो समाजले उहाँको हौसला अफजाइको लागि ध्वजा अर्पण गरी उहाँको हौसला अफजाइ गर्दै उहाँलाई बधाई दिने कार्यक्रम छ। त्यही बधाई दिनको लागि म नाम वाचन गर्छु। उहाँलाई आजको प्रमुख अतिथिज्यूले ध्वजा अर्पण गराउने र हाम्रो अध्यक्षज्यूले टिका लगाउने गरी मैले ध्वजा अर्पण गर्ने प्रक्रियामा यसै समाजको उपाध्यक्ष अहिले पनि उपाध्यक्षमा कायम हुनुहुन्छ र केन्द्रीय कमिटीको महासचिवमा नियुक्त हुनुभएको श्री चन्द्र प्रकाश आइचापुञ्जोलाई पनि आफू अगाडि आएर ध्वजा अर्पण गरिदिनु हुन अनुरोध गर्दछु। कुन समाज पोखराका सदस्य ज्यू यसै क्रममा पिसिसी आइडिमललाई भन्दै यो नगर कमिटीमा नियुक्त हुनुभएको चन्द्रकुमारी खर्बुजालाई पनि फटाफट उल्टा सुल्टा 1 2 3 4 5 6 9
हुनुभएका हाम्रो रामबजार पुन समाजका बाबाहरू आउनु भएको फेरि पनि यस्तै प्रथम हुने नाम भन भाइ यसै साथमा कौशिला दिलिजा बन्धु यसै साथमा सबिना दिलिजा बन्धु मान्छे धेरै धन्यवाद है राम्रो देवी सेपुरा बन्धु पुन महिला समूहद्वारा उत्कृष्ट नृत्य देखाउनु भएको उनलाई पनि ध्वजा टिकाले सम्मान गर्दै हुनुहुन्छ। जस्मिन का आमा सेपुजाले ढाकेछ नृत्य कलाकारहरू प्रतिष्ठा र यो रामबजारको एउटा इनर्जीलाई चाहिँ हामीले कहिल्यै पनि चाहिँ घट्न दिनु हुँदैन।
हामी सबै चाहिँ अगाडि सबैले एउटा नेपाल अधिराज्य भोलि मात्रै नभएर विदेशमा स्वदेशमा विदेशमा भएका रहनुभएका हाम्रो कुन समुदायका व्यक्तित्वहरू मुखमा आहा रामबजारको समाज रामबजार एकदम राम्रो छ हरेक कुरामा अगाडि छ भन्ने फेरि पनि लामपछि पनि चाहिँ सुन्न पाइयोस् हामी सबैले भन्ने पनि म पनि शुभकामना चाहिँ यसै मनबाट दिन चाहन्छु र हामी अझै सङ्ख्यात्मक हिसाबले पनि धेरै छौँ र अहिले भन्नुपर्दा जुन आजीवन सदस्य नेपालभरि जुन आजीवन सदस्यता वितरणको कार्यक्रम थियो त्यसमा पनि क्षेत्रगत हिसाबले मूल्याङ्कन गर्दा सबभन्दा बढी आजीवन सदस्य नै रामबजारकै छ रेकर्डमा हाम्रो कार्यक्रममा छ र जिल्लागत हिसाबले गर्दाखेरि कास्की नै अगाडि छ त्यसपछि पछिल्लो समयमा साह्रै छिटो प्रगति गरेको भनेको चितवनले झन्डै 70% आजीवन सदस्य बनाइसक्नु लागिसकेको छ चितवनले भने बरु पोखरा आकाशीको हकमा थियो अन्य क्षेत्रमा रामबजारले जतिको चाहिँ सचिवको जिम्मेवारी पदमा चाहिँ निर्वाचित गरिएको छ र असाध्यक्षको जिम्मेवारी पदमा निर्वाचित गरिएको छ उहाँहरूलाई मुख्य चुनावमा हामीले नजरमा लियौँ र धेरै छलफलहरू गऱ्यौँ र यसमा कोहीबाट सबै रामबजारको भाइटल पर्सन रामबजारलाई भयो सङ्ख्यात्मक हिसाबले पनि पोखरा त्यसै त पोखराबाट धेरै छ 29 जनाको केन्द्रीय समिति हुन्छ हामी केन्द्रमा र 29 जनामा चाहिँ तपाईँको 8 जना त हामी आश्रितै छौँ पोखराको त्यसमा पनि रामबजारको चाहिँ धेरै भयो भन्ने खालको गुनासोहरू पनि नआएको होइन आएको हो तर पनि हामी भन्दाखेरि पनि अध्यक्षको चाहिँ भिजन छ र उहाँको चाहिँ अभिव्यक्ति के हो भने जहाँ जो चाहिँ सक्षम छ जुन क्षेत्र सक्षम छ र चाहिँ जुन क्षेत्रबाट क्यापेबल मान्छे उत्पादन गरेको छ त्यही क्षेत्रबाट भोलि आउनु यो स्वाभाविक हो म एउटा पदाधिकारीमा रहेर एउटा व्यक्तिले मात्र चाहिँ एउटा घरको सञ्चालन गर्न चलाउन सक्दैन भने यत्रो समाजमा चाहिँ समस्या पर्छ गर्न सक्दैन असम्भव छ त्यसैले गर्दा सबैको चाहिँ साथ र सहयोगको साथ आउने दिनहरूमा पनि त्यसरी नै हामी अगाडि बढौँ भन्दै यो आजको यस शुभकामना तथा शुभकामना कार्यक्रम बधाई भन्न बिर्सेँ आजको हाम्रो बधाई तथा सम्मान कार्यक्रम समाप्त भइसकेको छ अब हाम्रो खानाको व्यवस्था छ अब खाना खाने कार्यक्रम तरकारी आहा आज त नौलो कटनको तरकारी यो खानुपर्छ है मिठो होला जस्तो देखेछ भात दाल यता के पाके छ यता चाहिँ मांसाहारी खाना माथि शाकाहारी खाना अचार पापड कटरको चटनी मुलाको चटनी मासु बनाउने को हो मासु बनाउने मान्छे बाड्ने मान्छे खाना सुरु भएको हो यतातिर चाहिँ मिठो छ रामबजारले शुभकामना कार्यक्रम गरेको साथै खानापिनाको पनि व्यवस्था गर्नुभएको धेरै धन्यवाद बधाई छ तिमी पुन समाज नेपाल केन्द्रको वरिष्ठ महासचिव हुनुभएकोमा तपाईँको कार्यक्रम चाहिँ एकदम सफल होस् है भाइ भाइ हाम्रो भिनाजी अब छिटो खानु अलि बलियो हुनु अब सालीसँग नाच्ने हो एकदम खाना खाएपछि खान्छ के हो खाना खाइसकेको हो खानेछु आज आमाहरूले टिचर र ढुङ्गी लागेको एउटा सन्देश रामबजार पुन समाजलाई सुनाइदिनु त सुनाइदिएछु ल सायद हुन्छ होला अब यता हेर्नु न आजैबाट सुरु गर्नुपर्छ आजैबाट अहिले रमझम भएपछि मैले यति स्पोन्सर आउँछ कि के हो
ल दाइ हजुरबाटै सुरु गरौँ है स्पोन्सर सुरु गरौँ है आमाहरूको लागि लुङ्गी टी सर्ट हो कि होइन साथी हो कस्तो लाग्यो मेरो कुरा हो सेनु लुङ्गी टी सर्टको बारेमा मेरो कुरा कस्तो लाग्यो बुढोलामा त सुनेको छैन अलि बेगान खानु दिएर नदिन भएर के नि त्यो त अलि भएन के स्पोन्सर माग्ने के स्पोन्सर रमझम भइसकेछ अनि अब स्पोन्सर चाहिन्छ कस्तो लाग्यो साथी हो मेरो कुरा त्यहीमा सहमति भएर हामीले आज मेरो टिचा लगाइएको ल अब सबैले जोड गर्नु पर्यो है अब दामी आने राम बजारको लुङ्गी टी सर्ट लाउनु पाउनु भयो दामी लुङ्गी डान्स गर्ने अनि एउटै लुङ्गी टी सर्टको लागि के स्पोन्सर जस्तो पायो त्यस्तै त छ है सबैजनासँग ल अब खानामा इन्जोय गर्नु लुङ्गी टी सर्टको स्पोन्सर त यता भाइहरूबाट हुँदो रहेछ है के हो जस्तो लाग्यो म त खोइ बाबाहरू कोही पनि बोल्नु भएन जसले गरे पनि हुन्छ ल वेलकम छ है वेलकम छ होटेलमा खाना दिने बेलामा गर्छ नि पहिला सुरुमा यस्तै देखेर राम्रो खाना मिठो छ आज धेरै कुराहरू नौलो छ कि के हो कार्यक्रम नौलो खाना नौलो पनिर च्याउ भन्दा त यो कटहरको तर्का साह्रै मिठो नि दाइ काका हजुर आज यो नयाँ समितिहरू छ नि उनीहरूलाई बधाई अनि हामी जस्तो बुढेसकालमा नाचेको छ नि नाच्नेहरूलाई सम्मान यो बुढेसकालमा नृत्य कलाकारको सम्मान पनि पाइयो ल Vai, vai.